बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडले आज चैत्र 1 गतेदेखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयका लागि प्रति किता 100 रुपियाँका दरले 10,40,000 किता आइपिओ छुट्याएको छ र यो आइपिओमा न्यूनतम 10 कितादेखि अधिकतम 10,000 कितासम्म आइपिओ अप्लाई गर्न सक्नुहुनेछ। र स्थानीयका लागि आइपिओ भर्ने अन्तिम मिति चैत्र 15 गते तोकिएको छ भने उक्त समयमा पनि पर्याप्त आवेदन परेन भने चैत्र 30 गतेसम्म आइपिओ भर्न सक्नुहुनेछ। र सोलुखुम्बु जिल्लाका लागि कुन गाउँपालिका अथवा कुन नगरपालिकामा चाहिँ कति छुट्याएको छ र स्थानीयले चाहिँ कहाँबाट आवेदन दिने भन्ने कुराहरू चाहिँ सबै मैले कमेन्टमा राखिदिएको छु, त्यहाँ गएर हेर्नुहोला। त्यस्तै गरेर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कम्पनीले 1,04,000 किता आइपिओ निष्कासन गरेको छ र आइपिओको मूल्य प्रति किता 100 रुपियाँ तोकिएको छ। यसमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि न्यूनतम 10 कितादेखि अधिकतम 10,000 कितासम्म आइपिओ अप्लाई गर्न सक्नुहुनेछ। र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ भर्ने अन्तिम मिति चैत्र 5 गते तोकिएको छ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मेरो सेयर एप प्रयोग गरेर चाहिँ आइपिओ अप्लाई गर्न सक्नुहुनेछ है त।